यसरी हेर्दाखेरि एक नजर मेरो यसमा गयो, यत्रो ठुलो ताला छ। भित्र खालि यो जालीको लागि हो र यो पारि पनि ढोका छ एउटा हैन। यसमा पनि यत्रो ठुलो ऊ छ, ताला छ, तालचा भनौँ या के भनौँ। अब यो यसमा यति ठुलो तालाको के जरुरत थियो होला? म त एकदमै कन्फ्युज भएँ साथीहरू। भित्र केही खजाना, हिरा मोती हैन, सुन चाँदी राख्या छ कि? हुन त यो बोट बिरुवा छन्, तर त्यो नागेर आउने हो भने त यो पनि नागेर आउन सक्छ चोर। बोट बिरुवा हाम्रो लागि खजानै हुन् हुन त एक प्रकारले। तर मलाई भन्नु होला यार, त्यसको चाबी कोसँग होला? यत्रो के अर्थ होला खासमा? ठ्याक्कै किन लगाएको होला त्यत्रो? यत्रो अलि सानो साइजको पनि हैन, 50-60 रुपियाँको पनि लगाए हुन्थ्यो त। 250, 500 जतिको ताला छ त्यो। अनि उस्तै खिया लागेर सडिरहेछ। म देखाउँछु तपाईँलाई, यहाँ हेर्नु होला, यो खिया लागेर उस्तै सडिरहेछ के। कहिलेकाहीँ त अचम्मै लाग्छ यस्ता कुराहरू देखेपछि।